अहिलेको चुनावमा एउटा गम्भीर रणनीति चलिरहेको छ जुन धेरैले ध्यान दिएका छैनन्। यो चुनावी चाल बुझेनौँ भने फेरि त्यही पुरानै दल र पुरानै नेता पर्खिन्छन्। हामी सोच्छौँ हामीले स्वतन्त्रलाई भोट दियौँ, तर वास्तविकतामा हामीले पुरानोलाई नै जिताइरहेका हुन्छौँ। मानौँ एउटा क्षेत्रमा 1 लाख मतदाता छन्, त्यहाँ एउटा पुरानो पार्टीको उम्मेदवार छन् र अर्को बलियो नयाँ स्वतन्त्र उम्मेदवार पनि छ। नयाँ स्वतन्त्र उम्मेदवारसँग करिब 60,000 मत आउन सक्छ भने पुरानो पार्टीसँग करिब 40,000 पक्का मत छ। अब चाल कहाँबाट सुरु हुन्छ हेर्नुहोस् है। अचानक अर्को स्वतन्त्र उम्मेदवार मैदानमा आउँछ। उनी धेरै बलियो छैन तर केही प्रभाव भने छ। अब यसले के गर्छ भन्दाखेरि स्वतन्त्र मतदाता जुन हामी तपाईँ छौँ त्यसको मत 2 भागमा बाँडिन्छ। 60,000 मध्ये 30,000 या 30,000 गरेर 2 स्वतन्त्र उम्मेदवारमा छुट्टिन्छ। तर पुरानो पार्टीको 40,000 मत जस्ताको तस्तै रहन्छ। अर्को कुरा भनेको 2 नयाँ बिचको टक्रावले मतदाता झन् कन्फ्युज हुन्छ। कुन सही हो, कुन वास्तवमै राम्रो हो, यो सोच्नै थमिलिन थाल्छ। यही कन्फ्युजनको फाइदा उठाएर पुरानो शक्ति फेरि आफ्नै पैसा र सत्ताको लोभ देखाएर मतदातालाई तान्न सफल हुन्छ। नतिजा के हुन्छ यसको भन्दाखेरि स्वतन्त्रको बहुमत हुँदाहुँदै पुरानो पार्टीले फेरि जित्न जान्छ। यसलाई नै भनिन्छ मत विभाजन अर्थात् भोट स्प्लिट। अहिले धेरै ठाउँमा यो रणनीति जानी जानी प्रयोग भइरहेको छ, हाम्रै वरिपरि भइरहेको छ। एउटा उदाहरण दिन चाहन्छु। केही पुरानो पार्टीका नेताहरू हर्क साम्पाङको खुलेर प्रशंसा गर्छन्। किन कहिले सोच्नु भएको छ? किनकि उनीहरूलाई थाहा छ हर्क साम्पाङको लोकप्रियताले उनीहरूलाई प्रत्यक्ष खतरा छैन। तर नयाँ पार्टी र नयाँ नेताहरूलाई भने हर्क साम्पाङको नामले देशभरि मत काट्न सकिन्छ। त्यसैले तपाईँ हामीले सामाजिक सञ्जालमा हेर्दाखेरि के देख्छौँ भने नयाँ पार्टीको कुरा आउँदा सबैभन्दा कडा विरोध अक्सर हर्क समर्थकबाट नै हुन्छ। इभन हर्क साम्पाङ आफैले कहिले पुरानो पार्टीसँग त्यति आक्रामक रूपमा सङ्घर्ष गरेका छैनन् जति अहिलेका नयाँ विकल्पसँग गरिरहेका छन्। यसको नतिजा हामी सबैले देखि नै रहेका छौँ। हामी स्वतन्त्र जनताहरू आपसमै भिड्न थालेका छौँ र पुरानो शक्ति बिचमा चुपचाप फाइदा उठाइरहेका छ। मैले यो सबै भन्नुको निष्कर्ष के हो भने समस्या व्यक्ति होइन, समस्या रणनीति नबुझ्नु हो। यदि स्वतन्त्र नयाँ भन्ने बित्तिकै हामीले सबैलाई एउटै आँखाले हेर्ने हो भने अन्त जित पुरानोकै हुन जान्छ। त्यसैले प्रश्न यो हो कि हामी स्वतन्त्रको नाममा कसैको खेल त खेलिरहेको छैनौँ। मत हाल्नु अघि सोचौँ हाम्रो मत कसैलाई फाइदा पुग्ने गरी बाँडिएको त छैन। हस्त धन्यवाद।